नमस्ते, मेरो नाम विमल हो। आज म तपाईँहरूको लागि एउटा अत्यन्तै उपयोगी जानकारी लिएर आएको छु। हाल भारतमा बसेर काम गरिरहनुभएका नेपाली दाजुभाइहरूको लागि नेपालमा पैसा पठाउँदा समस्या भइरहेको छ। यसको मुख्य कारण भनेको एसबिआई ब्याङ्कको नेट ब्याङ्किङ प्रणालीमा नयाँ फर्म्याट परिवर्तन हुनु हो। यस परिवर्तनपछि धेरैजसो कस्टमरहरूलाई प्रक्रिया बुझ्न कठिनाइ भइरहेको छ। यस समस्याको समाधानका लागि यहाँ म तपाईँहरूलाई एसबिआई नेट ब्याङ्किङको आधिकारिक वेबसाइट प्रयोग गरेर नेपाल एसबिआई ब्याङ्क लिमिटेड या अन्य नेपाली ब्याङ्कहरूमा सजिलै पैसा पठाउने तरिका जानकारी गराउँदैछु। यो तरिका विशेष गरी भारतमा बसेर काम गरिरहेका नेपाली दाजुभाइहरूलाई धेरै उपयोगी हुनेछ। सबैभन्दा पहिला हजुरहरूले जो मोबाइलको स्क्रिनमा देख्नुभएको छ, यसको राइट अप्पर कर्नरमा गएर 3 डटलाई क्लिक गर्नुहोस्। त्यसपछि तपाईँले स्क्रोल डाउन गरेर डेस्कटप साइट क्लिक गर्नुहोस्। डेस्कटप साइट क्लिक गरिसकेपछि हजुरहरूले यहाँ पर कन्टिन्यू लगइनको अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ गएर आफ्नो युजर आइडी और पासवर्ड टाइप गरेर यो नेट ब्याङ्किङलाई खोल्नुहोस्। हजुरले ओटिपी हानिसकेपछि यहाँ तपाईँले मोबाइलको स्क्रिनमा यो नेट ब्याङ्किङको न्यू फर्मेट देख्न सक्नुहुन्छ। जहाँ तपाईँले यसलाई स्क्रोल डाउन गरेर जुम गरेर हेर्नुभयो भने यसको साइड माथि कर्नरमा स्विच टु ओल्ड भ्यू भन्ने अप्सन देख्न सक्नुहुन्छ। त्यसलाई हजुरले क्लिक गर्नुहोला। त्यसपछि यो अप्सनमा आएर स्विच गर्नुहोस्। स्विच गरेपछि तपाईँले आफ्नो यो एसबिआई नेट ब्याङ्किङको जो प्रणाली छ यो तपाईँले आफ्नो ओल्ड भ्यूमा देख्न सक्नुहुन्छ। यहाँ गएपछि हजुरले फेरि पनि लेफ्ट कर्नरको 3 डटमा क्लिक गर्नुहोस्। त्यहाँ गएपछि हजुरले पेमेन्ट्स एन्ड ट्रान्सफर अप्सनमा गएर हजुरले आफ्नो जो पहिला एड गरेको बेनिफिसियरीमा पुरानो सिस्टमको मुताबिकै जति पनि पैसा पठाउन सक्नुहुन्छ। यस्तै नयाँ अपडेसनहरू थाहा पाइरहनको लागि प्लिज भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हुन्छ, नमस्ते, धन्यवाद।